सम्पूर्णमा नमस्कार। जय श्रीमन्नारायण, जय जय श्री राधे, हरे कृष्ण। आज हामी श्रवण गर्न जाँदैछौँ गरुड पुराण शरद्वार अन्तर्गत 8औं अध्याय। 8औं अध्यायको शीर्षक रहेको छ आतुरकालिक अर्थात् मरणकालिक दान एवं मरणकालमा भगवान नाम स्मरणको महात्म्य, अष्टमहादानको फल तथा धर्माचरणको महिमा। ओम श्री गणेशाय नमः। ओम श्री वेदपुरुषाय नमः। ओम सरस्वती देव्यै नमः। ओम नमो नारायणः। गरुडजी सोध्नुहुन्छ, हे प्रभु, पुण्यात्माको सारा परलौकिक क्रियाहरूको सम्बन्धमा मलाई बताउनुहोस्। पुत्रले जुन प्रकार ती क्रिया गर्नुपर्दछ त्यसलाई त्यसै प्रकार भन्नुहोस्। श्री भगवान भन्नुहुन्छ, हे तक्षर्य, मनुष्यको हितको दृष्टिले तिमीले बडो उत्तम कुरा सोध्यौ। धार्मिक मनुष्यको लागि गर्न योग्य जो कृत्य छन् ती सब म तिमीलाई भन्दछु। पुण्यात्मा व्यक्ति वृद्धावस्था प्राप्त हुँदा आफ्नो शरीरलाई रोगग्रस्त तथा ग्रहको प्रतिकूलतालाई देखेर र प्राणवायु चलेको विचार गरी आफ्नो मरणको समय जानेर निर्भय हुन जान्छ र आलस्य परित्याग गरी जान अनजानमा गरिएका पापहरूको विनाशका लागि प्रायश्चित्तको आचरण गरोस्। जब आतुरकाल उपस्थित हुन्छ भने स्नान गरी शालिग्राम स्वरूप भगवान विष्णुको पूजा गराउनु। गन्ध, पुष्प, कुमकुम, तुलसी दल, धूप, दीप तथा धेरै मोदक आदि नैवेद्यलाई समर्पित गरी भगवानको अर्चना गरोस् र विप्र ब्राह्मणहरूलाई दक्षिणा दिएर नैवेद्यको नै भोजन गराउनु तथा अष्टाक्षर अथवा द्वादक्षर मन्त्रको जप गराओस्। अष्टाक्षर मन्त्र अर्थात् ओम नमो नारायण, द्वादशाक्षर मन्त्र अर्थात् ओम नमो भगवते वासुदेवाय। भगवान विष्णु र शिवको नामको स्मरण गरोस् र सुनोस्। भगवानको नाम कानद्वारा सुन्नाले त्यो मनुष्यको पापलाई नाश गर्दछ। रोगीको नजिक आएर बान्धवहरूले शोक गर्नु हुँदैन, तर मेरो पवित्र नामको बारम्बार स्मरण गर्नुपर्दछ। विद्वान व्यक्तिले मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की यी 10 नामको सदा स्मरण कीर्तन गर्नुपर्दछ। जो व्यक्ति रोगीको नजिक उपर्युक्त नामहरूको कीर्तन गर्दछ ती नै त्यसको साँचो बान्धव भनिएको छ। कृष्ण यी मङ्गलमय नाम जसको वाणीबाट उच्चारित हुन्छ त्यसको करोडौँ महापातक तत्काल भस्म हुन जान्छ। मरणासन्न अवस्थामा आफ्नो पुत्रको बहानाले नारायण नाम लिएर अजामिलले पनि भगवत धामलाई प्राप्त गरे भने फेरि जो श्रद्धापूर्वक भगवानको नाम उच्चारण गर्दछन् तिनको विषयमा के भन्नु। दूषित चित्तवृत्ति भएका व्यक्तिद्वारा पनि स्मरण गर्दा भगवान त्यसको समस्त पापहरूलाई नष्ट गरिदिन्छन्। जसरी अनिच्छापूर्वक पनि स्पर्श गर्नाले अग्नि जलाउँदछ नै। हे द्वैज, वासना सहित पापहरूको समूल विनाश गर्न जति शक्ति भगवानको नाममा छ, पातकी मनुष्य त्यति पाप गर्नमा सामर्थ्य नै छैन। यमदेव आफ्ना दूतसित भन्दछन्, हे दूत हो, हाम्रो सामुन्य नास्तिक जनलाई लिएर आउनु। भगवानको नामको स्मरण गर्ने मनुष्यहरूलाई मेरो सामुन्य नल्याउनु, किनकि म स्वयं अच्युत, केशव, राम, नारायण, कृष्ण, दामोदर, वासुदेव, हरि, श्रीधर, माधव, गोपिका वल्लभ, जानकी नायक रामचन्द्रको भजन गर्दछु। हे दूत हो, जो व्यक्ति हे कमलनयन, हे वासुदेव, हे विष्णु, हे धरिणधर, हे अच्युत, हे शङ्ख चक्रपाणी, हजुर मेरो शरणदाता हुनुहोस् यस्तो भन्दछन् ती निष्पाप व्यक्तिहरूलाई तिमी टाढैबाट छोडिदिनु। हे दूत हो, जो निष्कञ्चन र रसज्ञ परमहंसद्वारा निरन्तर आस्वादित भगवान मुकुन्दको पादावारीविन्द मकरन्द रसले विमुख छन् अर्थात् भगवत भक्तिबाट विमुख छन् र नरकको मूल गृहस्थीको प्रपञ्चमा तृष्णाले बद्ध छन्, त्यस्ता असत पुरुषलाई मेरो सामुन्य ल्याउनु। जसका जिब्रो भगवानको गुण र नामको कीर्तन गर्दैन, चित्त भगवानको चरणाविन्दमा स्मरण गर्दैन, शिर एक पटक पनि भगवानलाई प्रणाम गर्दैन, त्यस्ता विष्णुका आराधना उपासना आदि कृत्यहरूले रहित असत पुरुषहरूलाई मेरो पास लिएर आउनु। तसर्थ हे पक्षेन्द्र, जगतमा मङ्गल स्वरूप भगवान विष्णुको कीर्तन नै एक मात्र महान पापहरूको अत्यन्तिक र एकान्तिक निवृत्तिको प्रायश्चित हो, यस्तो जान। नारायणदेखि पराङ्मुख रहने व्यक्तिहरूद्वारा गरिएको प्रायश्चित्ताचरण नै दुर्बुद्धि प्राणीलाई त्यसै प्रकार पवित्र गर्न सकिन्न जस्तो मदिराले भरिएको घडा माटोको भाँडोलाई गङ्गाजी सदृश नदीहरूको पवित्र गराउन सकिँदैन। भगवान कृष्णको नाम स्मरणले पाप नष्ट भई जानको कारण जीवले नरकलाई देख्नु पर्दैन र सपनामा पनि कहिल्यै यम तथा यमदूतहरूलाई देख्नु पर्दैन। जो व्यक्ति अन्तकालमा नन्दनन्दन भगवान श्रीकृष्ण जसको पछाडि हिँड्दैनन् त्यस्ता गाई ब्राह्मणहरूलाई दान दिन्छन्, जो मासु, हड्डी र रगतले परिपूर्ण बैतरणी नदीमा खस्दैनन्
अथवा जो मृत्युको समयमा नन्दनन्दन यस प्रकार वाणी भगवान नामको उच्चारण गर्दछन् त्यो पुनः मासु हड्डी र रगतले पूर्ण वैतरणी स्वरूप शरीरलाई प्राप्त गर्दैन, शरीर धारण गर्दैन, अर्थात् मुक्त हुन्छ। अतः पापहरूको समूहलाई नाश गर्ने महाविष्णुको नाम स्मरण गर्नुपर्दछ अथवा गीता वा विष्णु सहस्रनामको पठन अथवा श्रवण गर्नुपर्दछ। एकादशीको व्रत, गीता, गङ्गाजल, तुलसी दल, भगवान विष्णुको चरणामृत र नाम यी मरणकालमा मुक्ति दिनेवाला हुन्। त्यसपछि घिउ र सुनसहित अन्नदानको सङ्कल्प गर्नु। श्रोत्रिय द्वेज वेद पाठी ब्राह्मणलाई वाछा सहितको गाई दान गर्नु। हे तक्षर्य, जो मनुष्य अन्तकालमा थोरै वा धेरै दान दिन्छ र पुत्र त्यसको अनुमोदन गर्दछ त्यो दान अक्षय हुन्छ। सत्पुत्रले अन्तकालमा सबै प्रकारका दान गरिदिनु पर्दछ। लोकमा धर्मज्ञ पुरुष यसैको कारण पुत्रको लागि प्रार्थना गर्दछन्। भूमिमा स्थित आधा आँखा चिम्लन लागेको पितालाई देखेर पुत्रले उसद्वारा पूर्वसञ्चित धनको विषयमा तृष्णा गर्नु हुँदैन। सत्पुत्रद्वारा दिएका दानले जबसम्म त्यसको पिता जीवित हुन्छ तबसम्म र फेरि मृत्यु पर्यन्त सूक्ष्म शरीरले पनि परलोकको बाटोमा त्यो दुःख प्राप्त गर्दैन। आतुरकाल र ग्रहणकाल ती दुवै कालमा दिएका दान विशेष महत्त्व छ। यसर्थ तिल आदि अष्टदान अवश्य दिनुपर्दछ। तिल, फलाम, सुन, कपास, नुन, सप्तधान्य, भूमि र गाई यसमध्ये एउटा एउटाको दान पनि पवित्र गर्ने खालको छ। यो अष्टमहादान महापातक नाश गर्ने खालको छ। अतः अन्तकालमा यसलाई दान गरोस्। यी दानको जो उत्तम फल छ त्यसलाई सुन। 3 प्रकारका पवित्र तिल मेरो पसिनाबाट उत्पन्न भएका छन्। असुर, दानव र दैत्य तिल दानले तृप्त हुन्छन्। सेतो, कालो र कैलो वर्णको तिलको दानले वाणी, मन र शरीरद्वारा गरिएका त्रिविध पापलाई नाश गरिदिन्छ। फलामको दान भूमिमा हात राखेर दिनुपर्दछ। यस्तो गर्नाले त्यो जीव यम सीमालाई प्राप्त गर्दैन र यम बाटोमा जाँदैन। पाप कर्म गर्ने व्यक्तिहरूको निग्रह गर्नको लागि यमका हातमा वञ्चरो, मुसल, दण्ड, तरवार तथा छुरी शस्त्रको रूपमा रहन्छन्। यमराजको आयुधलाई सन्तुष्ट गर्नका लागि यी फलामका दान गर्न बताइएको छ। यसर्थ यमलोकमा सुख दिनेवाला फलामको दान दिनुपर्दछ। उरण, श्यामसूत्र, सण्डमर्क, उदुम्बर, शेषम्बल नामका यमका महादूत फलाम दानले सुख प्रदान गर्दछन्। हे तक्षर्य, परम गोपनीय र दानहरूमा उत्तम दानलाई सुन, जसको दानले भूलोक अर्थात् पृथ्वी, भूवर्लोक अर्थात् अन्तरिक्ष र स्वर्गलोक निवासी अर्थात् मनुष्य, भूत, प्रेत तथा देवगण सन्तुष्टि हुन्छन्। ब्रह्मा आदि देवता, ऋषिगण तथा धर्मराजको सभासद स्वर्णदानबाट सन्तुष्टि भएर वर प्रदान गर्ने हुनेछन्। यसर्थ प्रेतको उद्धारको लागि सुन दान गर्नुपर्दछ। हे तात, सुनको दान गर्नाले जीव यमलोक जाँदैन, त्यसलाई स्वर्गको प्राप्ति हुन्छ। धेरै समयसम्म त्यो जीव सत्यलोकमा निवास गर्दछ। त्यसपछि यस लोकमा रूपवान, धार्मिक, वाक्पटु, श्रीमान र अतुल पराक्रमी राजा हुन्छ। कपासको दान दिनाले यमदूतसित डर हुँदैन। नुनको दान दिनाले यमसित डर हुँदैन। फलाम, नुन, कपास, तिल र सुनको दानले यमपुरका निवासी चित्रगुप्त आदि सन्तुष्ट हुन्छन्। सप्तधान्य दान गर्नाले धर्मराज र यमपुरका 3 द्वारमा रहने अन्य द्वारपाल पनि प्रसन्न हुन जान्छन्। धान, जौ, गहुँ, मुग, मास, काउनु वा कुङ्गनी र चना यी सप्तधान्य भनिएको छ। जो व्यक्ति गोचरमा मात्र भूमि विधानपूर्वक सत्पात्रलाई दिन्छ, जो ब्रह्म हत्याको पापबाट मुक्त भएर पवित्र हुन जान्छ, यस्तो मुनीश्वरहरूले देखेका छन्। राज्यमा गरिएको अर्थात् राज्य सञ्चालनमा राजाबाट हुने महापाप न व्रतबाट, न तीर्थयात्राबाट, न अन्य कुनै दानबाट नाश हुन्छ, अपितु त्यो त केवल भूमिदानबाट नै विलीन हुन्छ। जो व्यक्ति ब्राह्मणलाई धान्यपूर्वक पृथ्वीको दान गर्दछ त्यो देवता र असुरबाट पूजित भएर इन्द्रलोक जान्छ। हे गरुड, अन्य दानको फल थोरै हुन्छ, तर पृथ्वी दानको पुण्य दिन प्रतिदिन बढ्दै जान्छ। भूमिको स्वामी भएर पनि जो ब्राह्मणलाई भूमि दिँदैन त्यो जन्मान्तरमा कुनै गाउँमा एउटा कुटीसम्म पनि पाउँदैन र जन्मजन्मान्तरमा अर्थात् प्रत्येक जन्ममा दरिद्र हुन्छ। भूमिको स्वामी हुँदाको अभियानमा जो भूमिको दान गर्दैन, जो तबसम्म नरकमा निवास गर्दछ जबसम्म शेषनाग पृथ्वीलाई धारण गर्दछन्, तसर्थ भूमिको स्वामीले भूमिदान गर्नु नै पर्दछ। अन्य व्यक्तिको लागि भूमिदानको स्थानमा मैले गोदानको विधान गरेको छु। त्यसपछि अन्तधेनुका दान गर्नुपर्दछ, रुद्रधेनु दिनुपर्छ। तदनन्तर ऋणधेनु दिएर मोक्षधेनुको दान गर्नुपर्दछ। हे खग, विशेष विधानपूर्वक वैतरणी धेनुको दान गर्नुपर्दछ। दानमा दिइएको गाई मनुष्यलाई त्रिविध आदि भौतिक, आदि दैविक, आध्यात्मिक तापहरू तथा कायिक, वाचिक एवं मानसिक पापबाट मुक्ति गर्दछन्। अष्टदानमा दिने गाई अन्तधेनु,
मृत्युको दुःखलाई टाढा गर्नको लागि दिने गाई रुद्रधेनु, ज्ञात अज्ञात ऋणको मुक्तिका लागि दिने गाई ऋणधेनु, मुक्तिका लागि दिइने गाई मोक्षधेनु तथा वैतरणी पार गराउनेलाई वैतरणी धेनु भनिएको छ। बाल्य अवस्थामा, कुमार अवस्थामा, युवा अवस्थामा, वृद्ध अवस्थामा अथवा पहिलेको जन्ममा रातमा, प्रातःकाल, मध्याह्न, अपराह्न र दुवै सन्ध्याकालमा शरीर, मन र वचनले जो पाप गरिएका छन् ती सबै पाप तपस्या र सदाचारको युक्त वेद जान्ने ब्राह्मणलाई उपस्कुरयुक्त दान सामग्री सहित बाचो सहित दूध दिने कैली गाई एक पटक दान दिनाले नष्ट हुन जान्छन्। दानमा दिइएको त्यो गाई अन्तकालमा गोदान गर्ने व्यक्तिको सञ्चित पापबाट उद्धार गरिदिन्छन्। स्वस्थ चित्त अवस्थामा दिएका एउटा गाई, आतुर अवस्थामा दिएको 100 गाई र मृत्युकालमा चित्तावर्जित व्यक्तिद्वारा दिएको 1000 गाई तथा मरणोत्तर कालमा विधिपूर्वक दिएको 1,00,000 गाई दानका फलमा बराबर नै हुन्छ। यहाँ स्वस्थ अवस्थामा गोदान गर्नु विशेष महत्त्वपूर्ण बताइएको छ। तीर्थमा सत्पात्रलाई दिइएको एउटा गाईको दान 1 लक्ष्य गोदान तुल्य छ। सत्पात्रलाई दिएका दान लक्ष्य गुणा हुन्छ। त्यस दानले दातालाई अनन्त फल प्राप्त हुन्छ र दान लिनेवाला पात्रलाई प्रतिग्रह दान लिएको दोष लाग्दैन। स्वाध्याय र होम गर्ने तथा अरूद्वारा पकाइएको अन्न नखाने अर्थात् स्वयं पकाउने ब्राह्मण रत्नपूर्ण पृथ्वीको दान लिएर पनि प्रतिग्रह दोषबाट लिप्त हुँदैन। विष र शीतलाई नाश गर्ने मन्त्र र आगो पनि के दोषको भागी हुन्छन्। अपात्रलाई दिएको त्यो गाई दातालाई नरकमा लैजान्छन् र अपात्र प्रतिग्राहितालाई 101 पिँढीका पुरुषहरूसित नरकमा खस्दछन्। यसर्थ आफ्नो कल्याणको इच्छा गर्ने विद्वान व्यक्तिले अपात्रलाई दान दिनु हुँदैन। एउटा गाई एउटै ब्राह्मणलाई दिनु पर्दछ। धेरै ब्राह्मणलाई एउटा गाई कदापि दिनु हुँदैन। त्यो गाई यदि बेचियो अथवा बाँडियो भने 7 पिँढी पुस्तासम्मको मानिसलाई जलाइदिन्छ। हे खगेश्वर, मैले तिमीसित पहिले वैतरणी नदीको विषयमा भनेको थिएँ। त्यसलाई पार गर्ने उपायभूत वैतरणी गोदानको विषयमा म तिमीसित भन्दछु। कालो अथवा रातो रङको गाईलाई सुनको सिङ, चाँदीको खुर र काँसको पात्रको कल्चौडो सहित 2 कालो रङको वस्त्रले ढाकिदिनु। त्यसपछि घाँटीमा घण्टा बाँध्नु। तब कपासमाथि वस्त्रसहित ताम्र पात्रलाई स्थापित गरी त्यहाँ फलामको दण्डसहित सुनको यममूर्ति पनि स्थापित गर्नु र काँसको पात्रमा घिउ राखेर यी सबै ताम्र पात्रमाथि राख्नु। उखुको ढुङ्गा बनाउनु र रेशमी डोराले त्यसलाई बाँधेर भूमिमा कुवा खनी एवं त्यसमा जल भरेर त्यो उखुको ढुङ्गा त्यसमा राख्नु। त्यसको नजिक सूर्यको शरीरबाट उत्पन्न भएका धेनुलाई उभ्याई शास्त्रीय विधिविधान अनुसार दानको सङ्कल्प गर्नु। ब्राह्मणहरूलाई अलङ्कार र वस्त्रको दान दिनु तथा गन्ध, पुष्प, अक्षता आदिले विधानपूर्वक गाईको पूजा गर्नु। गाईको पुच्छर समाई उखुको ढुङ्गामा खुट्टा राखेर ब्राह्मणलाई अगाडि लगाई यो मन्त्र पढ्नु। हे जगन्नाथ, हे शरणागत वत्सल, भवसागरमा डुबेका शोक सन्तापको लहरलाई दुःख प्राप्त गरेर मानिसको रक्षक हजुर नै हुनुहुन्छ। हे ब्राह्मण श्रेष्ठ विष्णुरूप भूमिदेव, हजुर मेरो उद्धार गर्नुहोस्। मैले दक्षिणासहित यो वैतरणी रूपिणी गाई हजुरलाई दिएको छु। हजुरलाई नमस्कार छ। म महाभयावह यमको बाटोमा 100 योजन फैलिएको त्यस वैतरणी नदीलाई पार गर्ने इच्छाले हजुरलाई यस वैतरणी गाईको दान गरेको छु। हजुरलाई नमस्कार छ। हे वैतरणी धेनु, हे देवसी, यमद्वारा महाबाटोमा वैतरणी नदीलाई पार गर्नको निमित्त हजुर मेरो प्रतीक्षा गरिदिनु। हजुरलाई नमस्कार छ। मेरो अगाडि पनि गाईहरू रहन्, मेरो पछाडि पनि गाईहरू रहन्, मेरा हृदयमा पनि गाईहरू रहन् र गाईहरूको बीचमा निवास गरौँ। जुन लक्ष्मी सबै प्राणीहरूमा प्रतिष्ठित छिन् तथा जुन देवतामा प्रतिष्ठित छन् ती नै धेनु रूपमा लक्ष्मी देवी मेरो पापलाई नाश गर्नुहोस्। यस प्रकार मन्त्रहरूले राम्ररी प्रार्थना गरी हात जोडेर गाई र यमको प्रदक्षिणा गरी सबथोक ब्राह्मणलाई प्रदान गर्नु। हे खग, यस विधानले जो वैतरणी धेनुको दान गर्दछ, जो धर्ममार्गमा धर्मराजको सभामा जान्छ, शरीरको स्वस्थ अवस्थामा नै वैतरणी विषयको व्रतमा आचरण गर्नुपर्दछ र वैतरणी पार गर्ने इच्छाले विद्वानलाई वैतरणी गाईको दान गर्नु पर्दछ। हे खग, वैतरणी गाईको दान गर्नाले महाबाटोमा त्यो नदी आउँदैनन्, तसर्थ सर्वदा पुण्यकालमा गोदान गर्नु पर्दछ। गङ्गा आदि सबै तीर्थमा ब्राह्मणहरूको निवास स्थानमा चन्द्र र सूर्य ग्रहणको समयमा, सङ्क्रान्तिमा, अमावस्या तिथिमा, उत्तरायण र दक्षिणायण समयमा अर्थात् कर्क र मकर सङ्क्रान्तिमा, विषुव अर्थात् मेष र तुलाको सङ्क्रान्तिमा, व्यतिपात योगमा, युगादि तिथिमा तथा अन्य पुण्य समयमा उत्तम गोदान दिनुपर्दछ। जब श्रद्धा उत्पन्न हुन जान्छ र जब दानका लागि सुपात्र प्राप्त हुन जान्छ, त्यही बखत दानको लागि पुण्यकाल हो। किनकि सम्पत्ति अस्थिर छ, शरीर नश्वर हो, सम्पत्ति सदा रहनेवाला होइन र मृत्यु प्रतिक्षण
नजिक आइरहन्छ, तसर्थ धर्मको सञ्चय गर्नुपर्दछ। आफ्ना धन सम्पत्ति अनुसार गरिएका दान अनन्त फलवाला हुन्छन्, तसर्थ आफ्नो कल्याणको इच्छा राख्ने व्यक्तिले विद्वान ब्राह्मणलाई दान दिनुपर्दछ। आफ्नो हातले आफ्नो कल्याणका लागि दिएको अल्पवित्तवाला त्यो दान पनि अक्षय हुन्छ र त्यसको फल पनि तत्काल प्राप्त हुन्छ। दान रूपी बाटोलाई लिएर जीव परलोकको महाबाटोमा सुखपूर्वक जान्छ, अन्यथा दान रूपी बाटो रहित प्राणीलाई यम बाटोमा दुःख प्राप्त हुन्छ। पृथ्वीमा मनुष्यहरूद्वारा जो दान दिएका छन्, यमलोकको बाटोमा ती सबै अघि अघि उपस्थित हुन जान्छन्। महान पुण्यको प्रभावले मनुष्य जन्म प्राप्त हुन्छ। त्यस मनुष्य योनिलाई प्राप्त गरी जो व्यक्ति धर्माचरण गर्दछ, जो परम गतिलाई प्राप्त गर्दछ, धर्मलाई नजान्नको कारण व्यक्ति संसारमा दुःखपूर्वक जन्म लिन्छ र मर्दछ। केवल धर्मको आचरणमा नै मनुष्य जीवनको सफलता छ। धन, पुत्र, पत्नी आदि बान्धव र यो शरीर पनि सबै चिज अनित्य छ, तसर्थ धर्माचरण गर्नुपर्दछ। जबसम्म मनुष्य बाँचिरहन्छ तबसम्म बन्धु बान्धव र पिता आदिको सम्बन्ध रहन्छ। मरेपछि एक क्षणमा सम्पूर्ण स्नेह सम्बन्ध निवृत्त हुन जान्छ। जीवित अवस्थामा आफ्नो आत्मा नै आफ्नो बन्धु हो, यस्तो बारम्बार विचार गर्नुपर्दछ। मरेपछि कसले त्यसको उद्देश्यले दान दिन्छ? यस्तो जानेर आफ्नो हातले नै सबै चिज दान दिनुपर्दछ, किनकि जीवन अनित्य छ। पछि अर्थात् त्यसको मृत्यु पश्चात कसैले पनि त्यसका लागि दान दिँदैनन्। मृत शरीरलाई काठ र धुलोकै समान पृथ्वीमा छोडेर बन्धु बान्धव विमुख भएर फर्कन्छन्। केवल धर्म नै त्यसको अनुगमन गर्दछ। धन सम्पत्ति घरमा नै छुटिजान्छ, सबै बन्धु बान्धव शमशानमा छुटिजान्छन्, तर प्राणीद्वारा गरिएका शुभाशुभ कर्म परलोकमा त्यसको पछि पछि जान्छन्। शरीर आगोले जल्दछ, तर गरिएको कर्म साथमा रहन्छन्। प्राणी जे जति पाप अथवा पुण्य गर्दछ त्यसको त्यो सर्वत्र भोग प्राप्त गर्दछ। यस दुःखपूर्ण संसारमा कोही पनि कसैको बन्धु हुँदैन। प्राणी आफ्नो कर्म सम्बन्धबाट संसारमा आउँदछ र फलभोगबाट कर्मको क्षय भएपछि पुनः जान्छ, मृत्युलाई प्राप्त गर्दछ। मातापिता, पुत्र, भाइ, बन्धु र पत्नी आदिको परस्पर मिलन पानीको भाँडोमा एकत्र भएका जन्तुहरूको समान अथवा नदीमा बग्ने काठ समूहको समान नितान्त चञ्चल अर्थात् अस्थिर छ। कसको छोरा, कसको नाति, कसको सेवक र कसको धन, संसारमा कोही कसैको हुँदैन। तसर्थ आफ्नो हातले स्वयं दान दिनु पर्दछ। जबसम्म दान आफ्नो अधीनमा रहन्छ तबसम्म ब्राह्मणलाई दान गर्नु, किनकि धन अर्काको अधीन पराए भएपछि त दान दिनको लागि भन्न उत्साह साहस पनि हुँदैन। पूर्व जन्ममा गरिएको दानको फलस्वरूप यहाँ सारा धन प्राप्त भएको छ। यसर्थ यस्तो जानेर धर्मको लागि धन दिनुपर्दछ। धर्मद्वारा अर्थको प्राप्ति हुन्छ, धर्मबाट कामको प्राप्ति हुन्छ र धर्मले नै मोक्षको पनि प्राप्ति हुन्छ। यसर्थ धर्माचरण गर्नुपर्दछ। धर्म श्रद्धापूर्वक धारण गरिन्छ, प्रशस्त धनराशिबाट होइन। धनहीन मुनिहरू पनि श्रद्धावान भएर नै स्वर्गलाई प्राप्त गरेका छन्। जो मनुष्य पत्र, पुष्प, फल अथवा जल मलाई भक्तिभावपूर्वक समर्पित गर्दछ, त्यस संज्ञात्माद्वारा भक्तिपूर्वक दिएका पदार्थलाई म प्राप्त गर्दछु। तसर्थ विधिविधानपूर्वक अवश्य नै दान गर्नुपर्दछ। थोरै होस् या धेरै, यसको कुनै गणना हुँदैन। जो पुत्र पृथ्वीमा परेका आतुर पिताद्वारा दान दिलाउँछ त्यो धर्मात्मा पुत्रको देवताहरूको लागि पनि पूजनीय हुन्छ। मातापिताको निमित्त जो धन पुत्रद्वारा सत्पात्रलाई समर्पित गर्दछ त्यसबाट छोरा, नाति र पनातिका साथ त्यो व्यक्ति स्वयं पनि पवित्र हुन जान्छ। पिताको उद्देश्यले गरिएको दानबाट 100 गुणा, माताको उद्देश्यले गरिएको दानबाट 1000 गुणा, बहिनीको उद्देश्यबाट गरिएका दानबाट 10,000 गुणा र सहोदर भाइको निमित्त गरिएका दानबाट अनन्त गुणा पुण्य प्राप्त हुन्छ। दान दिनेवाला उपद्रवग्रस्त हुँदैन, यसलाई नरक यातना प्राप्त हुँदैन र मृत्युकालमा त्यसलाई यमदूतहरूबाट पनि कुनै डर हुँदैन। हे खग, यदि कुनै व्यक्ति लोभले आतुरकालमा दान दिँदैन त्यो कन्जुस पापी प्राणी मरेपछि शोकमग्न हुन्छ। आतुरकालको उद्देश्यले जो छोरा, नाति, सहोदर भाइ, सगोत्री र सुहज्जन दान दिँदैनन् ती ब्रह्महत्यारा हुन्, त्यसमा कुनै संशय छैन। इति गरुण पुराणे शरद्वारे आतुरदान निरूपणो नाम 8मो अध्याय। हरि ओम नमः।